सबै विद्यार्थीहरुसँग यहाँ हामीलाई सबभन्दा पहिला के गर्न छ, यहाँ हेर्दै हो सबै विद्यार्थीहरुलाई म एउटा सूचित गरेछु। यसको हामीहरुको बेसिक सुरु गर्छु अनि यसको फर्मुला पुरै नोट गराइदिन्छु। यो बनियासँग याद गरिदिनु अनि यसको टेस्ट एक्जाम लिन्छु। कुरा बुझियो? अनि यो टेस्ट एक्जाममा तिमी राम्रोसँग नगर भने त्यसको बुझ्यो तिरो प्यारेन्ट्सको 5 मा पेपर जान्छ। त्यसको लागि तिमीहरु बनियासँग याद गरिदिनु यो हप्तामा, अग्लो हप्तामा म टेस्ट एक्जाम लिन्छु। अनि सबै विद्यार्थीलाई म सूचित गरिरहेछु भने जे तिमीहरुको स्कुल बन्द भएको कारण तिमीहरु घरमा बसेछौ रिजल्टको वेटमा, त्यसको लागि तिम्रो समय बितिरहेछ। किनकि स्कुल खुल्छ, सबैजना अग्लो क्लासमा जान्छौ, तर तिमीसँग तयारी गर्नका लागि समय हुँदैन। किनकि स्कुल पढाइ होस् या नहोस्, तर साउन महिनामा फर्स्ट टर्म परिहाल्छ, साउन महिनामा फर्स्ट टर्म भइहाल्छ तिमीहरुको। त यसको लागि म तिमीहरुलाई यो सूचित गरिरहेछु जे तिमीहरु घरमा बसेर तयारी गर्न सक्दैन। तिमी कोचिङ क्लास आऊ अनि त्यसपछि हामीसँग बुक छ, हामी आफ्नो बुकले तिमीहरुको सबै तयारी गराइरहेछु। अनि वेटमा बसिरहेछ त फेरि एक्जाममा तिमी फेल हुनका लागि तयार भइहाल्नु होला। अनि आएर तयारी गर्छौ त पास हुन्छौ, न तयारी गर भने त फेरि फेल हुन्छौ। यसको लागि म तिमीहरुलाई भन्दै छु जे घरमा बसेर तयारी हुन सक्दैन, कोचिङमा आएर कम्तीमा तयारी गर। हामीसँग बुक छ, हामी खुद बुक दिएर तिमीहरुको तयारी गराइरहेछु। यसको लागि तिमीहरु याद राख्नु एउटा, कल करो जो आज करो, आज करो जो अभी करो। जिसने बोला कल वो काम हो गया कल, जिसने बोला परसों वो काम हो गया परसों, और जिसने बोला आज वही किया धरती पर आज। तिमीहरुको लागि एउटा अरु जानकारी त सूचना छ भने बनियासँग सुन्नु होला अनि ध्यान दिएर 8 क्लास 9 क्लास अनि 10 क्लास 8 9 10 मा पढ्ने विद्यार्थीहरुको लागि कम्प्युटर क्लास फ्री छ, कम्प्युटर क्लास फ्री छ। यसमा तिमीहरु भिजिट गर अनि यो अफरको मौका उठाऊ अनि नलेज पाऊ। तिमीहरु 8 9 10 मा पढ्ने विद्यार्थीहरुलाई कम्प्युटर क्लास फ्री छ, यो याद राख्नु। अनि त्यसपछि तिमीहरुको एउटा अरु पनि सूची छ भने यो तिमी स्कुलको लागि तिमी आफ्नो पढाइ बर्बाद गरिरहेछौ त फेरि तिमी बुझ्यौ स्कुल त खुल्छ, तर 1 महिना पनि समय भयो भने त एक्जाम लिन्छ। तिमी भन्छौ तयारी छैन त त्यसको सुन्दैन। जुन नियम छ एक्जामको त्यो नियम रहन्छ ही रहन्छ। तिम्रो तयारी होस् या नहोस् त्यससँग केही मतलब छैन। त तिमी जुन वेटमा बसेछौ भने त त्यो बुझ्नु, स्कुल त खुल्छ ही खुल्छ, पढाइ पनि हुन्छ, एक्जाम पनि हुन्छ, तर अहिले घरमा बसेर तिमीहरु समय आफ्नो बिताइरहेछौ। यो एक दिन तिमीसँग समय हुँदैन यो पुरै सब्जेक्टको तयारी गरिलिन्छौ। किनकि जुन समय बितिरहेछ यो सब तेरो जीवनको महत्त्वपूर्ण समय बितिरहेछ। किनकि संसारमा सबभन्दा ठुलो के हो त त्यसको नाम हो समय। बितेको समय कहिले आउँदैन, यो याद राख्नु ल।